कल्पना गर्नुहोस्, हिमालका फेदीमा फैलिएका हरिया डाँडाहरू, कुहिरोले छोपेका बस्तीहरू र बिहानको पहिलो घामसँगै गुन्जिने लोकगीतका सुमधुर स्वरहरू। त्यही कतै एउटा समुदाय बस्छ जसको परिचय केवल एउटा जातिका रूपमा सीमित छैन, जसको इतिहासमा साहस छ, संस्कृतिमा सौन्दर्य छ, जीवनमा श्रम छ र रगतमा वीरता भरिएको छ। यो कथा हो गुरुङ समुदायको। त्यो समुदाय जसले नेपालको पहाडमा सभ्यता निर्माण गर्यो वा विश्वका युद्धभूमिहरूमा आफ्नो बहादुरीको अमिट छाप छोड्यो र आज पनि आफ्नो मौलिक संस्कृति, भाषा र परम्परालाई गर्वका साथ जोगाइरहेको छ। गुरुङ समुदायले आफूलाई तमु भनेर पनि चिनाउँछ। इतिहासकारहरूका अनुसार उनीहरूको मूल सम्बन्ध तिब्बती मंगोल समूहसँग जोडिएको मानिन्छ। हिमाली क्षेत्र हुँदै परापूर्वकालमा नेपाल प्रवेश गरेका तमुहरू मध्य पहाडी भूभागमा बसोबास गर्न थाले। समयसँगै उनीहरूले केवल बस्ती मात्र बसाएनन्, आफ्नै भाषा, संस्कृति, विश्वास र सामाजिक संरचना निर्माण गरे। उनीहरूको इतिहासका धेरै पानाहरू लिखित ग्रन्थका रूपमा भन्दा पनि लोककथा, गीत, पुराना स्मृति र पुस्तौंदेखि सुनिँदै आएका मौखिक परम्परामा सुरक्षित छन्। गुरुङहरूको मुख्य बसोबास कास्की, लमजुङ, गोर्खा, तनहु, स्याङ्जा, पर्वत, मनाङका लगायत अन्य जिल्लाहरूमा रहेको पाइन्छ। विशेष गरी अन्नपूर्ण हिमश्रृङ्खलाको आसपासका गाउँहरू गुरुङ संस्कृतिका जीवन्त सङ्ग्रहालय जस्तै लाग्छन्। ढुङ्गाले छाएका घरहरू, सफा आँगन, सामूहिक जीवनशैली र प्रकृतिसँगको घनिष्ठ सम्बन्ध उनीहरूको जीवनलाई विशिष्ट पार्ने मुख्य विशेषताहरू हुन्। आज शिक्षा, व्यापार, रोजगारी र सैनिक सेवाका कारण गुरुङ समुदाय नेपालका शहरहरूदेखि युरोप, अमेरिका, अस्ट्रेलिया र एसियाका विभिन्न मुलुकसम्म फैलिएको छ। गुरुङ समुदायको परम्परागत वेशभूषा उनीहरूको सांस्कृतिक गौरव हो। पुरुषहरूले भाङ्रा, भोटो, कछाड र टोपी लगाउने चलन छ भने महिलाहरूले गुन्यू, चोली, पटुकी तथा विभिन्न प्रकारका सुन, चाँदी र मोतीका गहनाहरू लगाउँछन्। विशेष पर्व र समारोहमा सजिएका गुरुङ महिलाहरूको पारम्परिक श्रृङ्गार आफैमा एउटा सांस्कृतिक कलाकृति जस्तै देखिन्छ। गुरुङहरूको खानपान उनीहरूको जीवनशैलीसँग प्रत्यक्ष जोडिएको छ। ढिँडो, गुन्द्रुक, सुकुटी, आलु, मकै, फापर, कोदो तथा अन्य स्थानीय अन्नबाट बनेका परिकार उनीहरूको दैनिक भोजनका हिस्सा हुन्। विशेष अवसरमा खसी, भेडा वा कुखुराको मासु पकाइन्छ। पाहुनाको सम्मान गर्नु र सामूहिक भोजको आयोजना गर्नु उनीहरूको सामाजिक संस्कारको महत्त्वपूर्ण पक्ष हो। गुरुङ संस्कृतिको चर्चा गर्दा रोधी घरलाई छुटाउन सकिँदैन। रोधी घर केवल गीत गाउने ठाउँ मात्र थिएन र छैन पनि, त्यो युवा युवतीहरूको भेटघाट, संवाद, कला, संस्कार र सामाजिक शिक्षाको केन्द्र थियो। साँझ परेपछि गुन्जिने दोहोरी गीत, मादलको ताल र सामूहिक हाँसोले गाउँलाई जीवन्त बनाइराख्थ्यो। गुरुङ समुदायको आफ्नै भाषा छ जसलाई तमु क्युई भनिन्छ। यद्यपि आधुनिकताको प्रभावले यसको प्रयोग केही घटेको छ, तर भाषा संरक्षणका प्रयासहरू निरन्तर भइरहेका छन्। घाटु नाच, सोरठी नाच, कृष्ण चरित्र, लोकगीत तथा विभिन्न सांस्कृतिक प्रस्तुति गुरुङ समाजका अमूल्य सम्पदा हुन्। यी नृत्य र गीतहरू केवल मनोरञ्जन होइनन्, इतिहास, प्रेम, सङ्घर्ष र सामाजिक चेतनाका जीवन्त दस्तावेजहरू हुन्। यदि नेपालको इतिहासमा वीरताको एउटा प्रतिमूर्ति खोज्ने हो भने गुरुङ समुदाय त्यसका अग्रपङ्क्तिमा उभिएको पाइन्छ। गोर्खा सैनिकको नाम विश्वभर सम्मानका साथ लिइन्छ र त्यस गौरवशाली इतिहासमा गुरुङहरूको योगदान अत्यन्त ठूलो छ। ब्रिटिस गोर्खा र भारतीय गोर्खा रेजिमेन्टमा हजारौं गुरुङ युवाहरूले सेवा गरेका छन्। पहिलो विश्वयुद्धदेखि दोस्रो विश्वयुद्धसम्म, फकल्यान्ड युद्धदेखि विभिन्न अन्तर्राष्ट्रिय शान्ति मिसनसम्म उनीहरूले अदम्य साहसको परिचय दिएका छन्। विश्वका अनेक युद्धभूमिमा उनीहरूले केवल बन्दुक बोकेनन्, नेपालका साहस, इमान्दारी र कर्तव्यनिष्ठाको झण्डा पनि फहराए। विश्वकै प्रतिष्ठित सैनिक सम्मानमध्ये एक मानिने भिक्टोरिया क्रस प्राप्त गर्ने गोर्खा वीरहरूमध्ये धेरै गुरुङ समुदायका थिए। लक्ष्मण गुरुङले दोस्रो विश्वयुद्धमा असाधारण वीरता प्रदर्शन गर्दै भिक्टोरिया क्रस प्राप्त गरे। गम्भीर घाइते अवस्थामा समेत शत्रुहरूसँग लडिरहने उनको साहस आज पनि सैनिक इतिहासको प्रेरणादायी अध्याय बनेको छ। त्यस्तै गजेघले लगायतका वीर सैनिकहरूले पनि आफ्नो अद्वितीय पराक्रमका कारण विश्वकै
उच्च सैनिक सम्मान प्राप्त गरेका थिए। यी सम्मान केवल व्यक्तिगत उपलब्धि थिएनन्, यी सम्पूर्ण गुरुङ समुदाय र नेपालको गौरवका प्रतीक थिए। गुरुङ समुदायको प्रमुख पर्व तमु लोसार हो। यो केवल नयाँ वर्षको उत्सव मात्र होइन, आफ्नो इतिहास, संस्कृति र पहिचानप्रतिको सम्मान पनि हो। रङ्गीन पोसाक, परम्परागत नृत्य, सांस्कृतिक झाँकी, सामूहिक भोज र शुभकामनाको आदान प्रदानले तमु लोसारलाई विशेष बनाउँछ। आज गुरुङ समुदाय शिक्षा, राजनीति, प्रशासन, साहित्य, कला, व्यापार, पर्यटन र अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय योगदान दिइरहेको छ। आधुनिकताको तीव्र प्रभावबीच पनि उनीहरूले आफ्नो भाषा, संस्कृति र परम्परालाई जोगाइराख्ने प्रयास गरिरहेका छन्। त्यसैले गुरुङ समुदाय केवल विगतको गौरव होइन, वर्तमानको ऊर्जा र भविष्यको सम्भावना पनि हो। जब हिमालका शिखरहरूमा पहिलो घामको किरण पर्छ, जब अन्नपूर्णका फेदीहरूमा लोकगीतका स्वरहरू गुन्जिन्छन्, तब गोर्खा सैनिकको साहसको कथा संसारका कुना काप्चासम्म सुनाइन्छ। त्यहाँ कतै गुरुङ समुदायको इतिहास पनि सँगै बोलिरहेको हुन्छ। यो केवल एउटा जातिको कथा होइन, यो सङ्घर्षको कथा हो, संस्कृतिको कथा हो, पहिचानको कथा हो र सबैभन्दा बढी अदम्य साहस र अमर वीरताको कथा हो। हिमाल जस्तै अटल, नदी जस्तै निरन्तर र गोर्खाली पराक्रम जस्तै अमिट गुरुङ समुदाय नेपालको राष्ट्रिय गौरवको उज्यालो अध्याय हो। र जबसम्म वीरता, संस्कृति, आत्मसम्मानको चर्चा भइरहनेछ, तबसम्म गुरुङ समुदायको नाम इतिहासका पानाहरूमा सुनौलो अक्षरले लेखिरहनेछ। हस्त, धन्यवाद। आजको प्रस्तुति यहाँहरूलाई कस्तो लाग्यो? अवश्य पनि प्रतिक्रिया दिनुहोला।